हेलो साथीहरू, नयाँ दिनसँगै नयाँ एक भिडियोको साथमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, आज चाहिँ म मेरो ड्युटी गर्ने अपार्टमेन्टमा रहेका 13,000 लिटर पानीका ट्याङ्की भर्ने वाटर सपनरलाई मैले आज रिजेनेरेसन गरेर देखाउने छु। र साथीहरू, यो वाटर सपनर भनेको यो जस्तै जमिन तलीको पानीलाई गन्धरहित बनाउने एउटा प्रक्रिया रहेछ। यो 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 यस्तो लागेको छ नि बिचमा, यसलाई चाहिँ वाटर सपनर भन्दो रहेछ। र त्यो जुन गन्ध हुन्छ नि, बोरिङको पानीको गन्ध हुन्छ नि, त्यो खिया जस्तो कि त्यो त्यो आइरनको त्यो फलामे गन्ध हुन्छ नि, त्यो कम गन्धलाई चाहिँ कम गराउने एउटा प्रक्रिया रहेछ। यो प्रक्रिया यहाँनिर चाहिँ 5,000 लिटरको ट्याङ्की यो हो, 5,000 लिटरको ट्याङ्की थियो, अनि उता पछाडिपट्टिको 3,000 लिटरको 13,000 लिटरको पानीको ट्याङ्की छन्। र त्योसँगै मैले यो यो निलो ड्रममा फुल नुन पानी बनाएर 60 केजी नुनलाई घोलेर हिजो नै राखिसकेको थिएँ। त्यो भएर आज चाहिँ यहाँ रिजेनेरेसन गरिरहेको छ। साथीहरू, तपाईँहरूले पनि यदि ड्युटी गर्नुहुन्छ भने तपाईँहरूले पनि गर्नुपर्छ कि यस्तो काम। यहाँ चाहिँ अजिबको छ, तर ड्युटी गर्ने मान्छेले यस्तो चाहिँ गर्न नहुने हो। तर यहाँ चाहिँ सिस्टम यस्तो रहेछ, जसले ड्युटी गर्छ त्यसैले यो गर्ने। मलाई चाहिँ खासमा यस्तो गर्नुको कारण चाहिँ यहाँका यस अपार्टमेन्टमा सिस्टम के रहेछ भने, जो मान्छे आउँछ फ्यामिलीवाला उसलाई चाहिँ रुम चाहिँ दिने होइन, अपार्टमेन्टको तर्फबाट रुम चाहिँ दिने। तर त्यसको सट्टामा अपार्टमेन्टमा भएका सम्पूर्ण कामहरू गर्नुपर्ने कि, जस्तै लाइट पानीहरू हेर्ने, अनि तपाईँको कमन एरियामा झाडु पोछा लगाउने, हरेक चिजमा त हाउसकिपिङको काम पनि गराउँदो रहेछन् मेरो बुझाइअनुसार। र त्यही अनुसार त्यही मैले गरिरहेको छु। र मलाई पनि रुम दिएको छ नि यस अपार्टमेन्टबाट, यतै बस्नुलाई व्यवस्था छ। त्यसले यता मेरो छोरी यहाँ खेलिरहेको छ। ऐसा ड्युटीमा चाहिँ अहिले बुढीलाई राखेर आएको छु। बुढी बसेको छ ड्युटीमा। त्यति खासै टाइटवाला ड्युटी होइन, गाउँ एरियामा सानो बिल्डिङ हो। तर हामी कम्पनीको तर्फबाट भएको हुनाले यताबाट जान मिल्दैन, र डेलिभरी बोयहरूलाई माथि अलाउड पनि छैन। त्यो भएको हुनाले हामीले गेट छोड्न मिल्दैन। हेर्नुहोस्, मेरो अगाडिपट्टि यस्ता खालका बिल्डिङ छन्, बनिरहेछन् बिल्डिङ। हेर्नुहोस्। हवस् त साथीहरू, आजको लागि हाम्रो ब्लग यहीँ समाप्त हुन्छ। भोलि एक नयाँ ब्लगको साथमा फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि बाई बाई, टेक केयर। अनि जसले सब्सक्राइब गर्नु भएको छैन कृपया सब्सक्राइब गरेर सहयोग गरिदिनुहोस्। हस्त, धन्यवाद।